आज चाहिँ म बिहानै उठेर आँखा मिचेँ, त्यसपछि झरेर मुखसुख धोएँ, ब्रसहरू गरेँ। त्यसपछि म चाहिँ यसो पार्कतिर मर्निङ वाक जाऊँ भनेर जुत्ता-सुत्ता लगाएर एकदमै छिटो रेडी भएँ। त्यसपछि म चाहिँ एकैछिन पार्कतिर निस्केँ। आज मौसम चाहिँ एकदमै राम्रो र खुल्ला थियो। त्यसैले बिहानै खासै नेपालीहरू चाहिँ नदेखिने र जापानिजहरूलाई चाहिँ हल्का भेटिरहेको थिएँ। पार्कबाट यसो योकोहामा सहरलाई मैले हेरेँ। त्यसपछि चाहिँ म हल्का मर्निङ वाक गरिसकेर छिटो रुमतिर फर्किएँ, किनकि अहिले चाहिँ मैले खाना बनाउनु पर्ने थियो। त्यसैले म रुमतिर आएँ। म रुम आइपुगेपछि चाहिँ हल्का फ्रेस भएँ। त्यसपछि पसिनाहरू पुछेर जुत्ताहरू यताउता मिलाएँ। त्यसपछि यसो हेरेको रुम अलिक फोहोर जस्तो लाग्यो। त्यसपछि सबै सामानहरू यताउता सबै सामानहरू आफ्नो ठाउँमा लागेर हल्का पुसपास गरेँ। त्यसपछि चाहिँ म हल्का पढ्न बसेँ। त्यसपछि म करिब 1 घन्टा जस्तो चाहिँ खान्जीहरूको प्र्याक्टिकल र खान्जीहरूको लेख्ने स्ट्रक्चरहरू बनाउँदै यताउता हेर्दै त्यो नजानेको कुराहरू अर्को बुकहरूबाट यसो यताउता खान्जीको स्ट्रक्चर लेखेँ। त्यसपछि चाहिँ म खाना बनाउनतिर एकदमै रेडी भएँ। बनाउन थालेँ। खानामा चाहिँ पहिले मैले खाना यता बसालेपछि तरकारी बनाउन थालेँ। त्यसपछि हल्का कपडाहरू धुन थियो, कपडाहरू वासिङ मेसिनमा हालेँ। त्यसपछि वासिङ मेसिन पनि मैले चलाइदिएँ। सबै कुरा फिट भएपछि तरकारी यता खाना पाकिसकेछ। त्यसपछि त तरकारी पनि एकदमै रेडी भयो। त्यसपछि यसो हेरेको त एउटा बिल आएको रहेछ। त्यो बिल के रहेछ भनेर यसो हेरेको त बेकामको बिल रहेछ। त्यसपछि कपडा पनि धोएर मेसिनले सक्यो। त्यसपछि छिटो गरेर मैले कपडा चाहिँ सुकाएँ। त्यसपछि यताउता हेरेर हामी खाना खान रेडी भयौँ। त्यसपछि हामी चाहिँ खप्प खानालाई खान थाल्यौँ। खाना चाहिँ खासै मिठो भएनछ, तै पनि बाध्यताले खाइयो। त्यसपछि अब म चाहिँ गएको जानलाई सट्ट सबै बुकहरू मिलाएर रेडी हुन थालेँ। यसो हेरेको त सुकाएको कपडा तल झरेछ। त्यसलाई टिपेर ल्याएर म चाहिँ फेरि रेडी भएर अब चाहिँ गएकोतिर जाँदैछु। गएको पुग्नलाई चाहिँ करिब 10 मिनेटभन्दा बढी जस्तो टाइम लाग्छ। तै पनि म चाहिँ अलि छिटो नै गएकोतिर हिँडेँ। म गएको पुग्दाखेरि यहाँ चाहिँ कोही पनि हुनुहुन्न रहेछ। त्यसपछि म एकैछिन बसेँ। त्यसपछि सबैजना आएर क्लास सुरु भयो। गएको पनि सक्यो। त्यसपछि म चाहिँ रुमतिर फर्केँ। फर्किँदाखेरि चाहिँ कस्तो उकालो बाटो हिँड्नुपर्ने थियो। यसपछि हामी रुम पनि आइपुग्यौँ। रुम आइपुगेपछि मैले चाहिँ झोलासोला राखेर मुखसुख धोएर एउटा चाउचाउ खाएर पार्कतिर गएँ। पार्क गएपछि चाहिँ हामी एकैछिन पार्क पुगेपछि एकैछिन भलिबल खेल्यौँ। भलिबल खेल्नको लागि चाहिँ सेन्ट पाई दाइहरू टन्नै हुनुहुन्थ्यो। त्यसपछि रात पर्यो, म रुम फर्केँ।